लागिसकेपछि यस्तो अवस्था गर्नुपर्ने अवस्था भइरहेको छ होइन। युट्युबमा आधी घन्टाको स्टडी पश्चात कागती पानी अब स्रोत साधनले भ्याएसम्म गर्ने हामी जमर्को गरिरहेको छौँ। पहिला राको चिरेपछि आगो बाल्नु पर्यो। गाउँघरमा गाह्रो छ। त्यही गर्नु। यता चाहिँ फेरि हाम्रो मौरीको डोर हो यो चाहिँ। यहाँ पनि रहेछ। अब यहाँनिर चाहिँ मौरी छन् होइन। यहाँ भुनभुन भुनभुन गर्दै निस्किँदैछन्। यता फेरि हाम्रो त यहाँ पीडित हुनुहुन्छ। लुगा नलाउने रहेछ भाबी नलाउने। गाह्रो हुन्छ गाह्रो होइन। गाउँमा खत्तम दाग लाग्यो दिनभरि घोटेर सुकाएको फेरि खिया लाग्यो। फलामको लुगा भन्ने होला होइन, लुगा सुकाउने तार चाहिँ फलामको परेछ कि। अब यस्तो छ हालत। हामी आउँदैछौँ। भन्दैन त यहाँ अब खतरा सेतो लुगाको दाग कसरी हटाउने भन्ने कुरामा भन्ने हाम्रो यहाँ आज प्रयास रहन्छ। कान्छी तर पराल नबलेको देखेर के भएको तिम्रो पराल पनि गुम्से जस्तो छ। गुम्सेकै होला हो। मेरै राको बोल्छ। भन्नुहोस् तपाईँकै राको। यस्तो चाहिँ हो नि खास यो चाहिँ होइन, यस्तोमा झोस्नुपर्छ क्या पहिला होइन, अनि चाहिँ बोल्छ क्या यहाँ तात्तिन्छ नि त। यसलाई चाहिँ ती झोसिएपछि चाहिँ अझै यसो विचारले मेरो विचारले त अझै खै आगो बल्ला जस्तो लाग्यो। होइन यो अझै बल्छ। अझै बल्छ त दाइ। यो बल्यो है बल्यो ल है ल। गाउँको मान्छे आइडिया भइहाल्छ नि। राको मात्रै बोक्नु भएको छ के हो, बाटोमा हिँड्नलाई हो कि दौरा नि छैन। हामी 2 बजे आगो बाल्दैछौँ। मसिनो दाउरा चाहिँ अलिक कम रहेछ। बलिरहेछ फेरि कराई चाहिँ फेरि के खालको हो रखे यार यो त आम्मा। अलिक मसिनो दाउरा ल्याउँ गट्टाहरू। ए गट्टाहरू ल्याउ त मसिनो दाउराहरू। फाइनली सधैँ अनि बल्छ र बल्छ हो अनि बल्छ यो बल्छ जस्तो छ है। कान्छा गट्टाले दाउरा ल्याइदिनु। गट्टाले ल्याएर आए। यो रुप्पी चाहिँ किन हाँसिरहेको छ धेरै। त्यो कहाँ लगिस् है यहाँको गट्टा। हेर न अब हातती फर्स्टमा यस्तो बनाउनु पर्छ यो, अनि सजिलो हुन्छ। एकदम तलै तल बनाउनु पर्यो। मिलाउनु पर्यो थाक लगाएर अनि अलिक अब मसिनो अलिक बल्ने टाइप गरेर चाहिँ यसरी बाँसहरू चिरा पारेकोहरू चाहिँ यसरी राख्ने। अनि यसको माथि चाहिँ अब यो मसिनो बाँचेर यसरी राख्ने। अब यति गरेपछि राकोलाई यसरी झोस्नुपर्छ। अनि अलिक तातो हुन्छ नि त। अनि हेर्नु अब एक सर्टमै हो फेरि यस्तो पेट्रोलले टिप्यो भन्दा छिटो टिप्दैछ है। यो अघि बलेर यत्तिको भएको हो कि। अब हेर्न है अब लाइटर छोडिदिँदा भयो क्या। यतिको आइडिया चाहिँ हुनुपर्छ है। अब यस्तरी राख्ने, समय राख्ने नि फेरि छोड्ने होइन। समय नभने त गयो त फेरि। अब यसरी मजाले बल्छ यो।
त्यहीको आइडिया मलाई राम्रो लाग्छ फाइनल्ली आगो बनिसक्यो त्यो पनि 2 साइजको रहेछ साइज पनि एकैचोटि फुक्ने होइन नि बिस्तारै बिस्तारै एकदम ब्यालेन्स मिलाएर धेरै फुक्यो भने त 1 घन्टा लाग्छ है खाना घुमेर फेरि पुर्लुकै ढल्यो भने त कसले यहाँ उठाउने आमा के हो यार यो यस्तो बन्दुकको खाएको चाहिँ कडा खालको बन्दुक के हाल्न आँट्नुभयो सेतो दाग मेटाउने भनेर युट्युबमा निकै रिसर्च गरियो यसरी यो पेस्ट हाल्नु भनेको छ धेरै नहाल्नु होला नि ठिक्क मिलाएर हाल्नुहोस् न भरे मेटिएन भने फेरि बेकारमा मन्जन मात्रै खेर जान्छ कि अब यसरी काट्ने हो अब यसलाई निचोर्नुपर्छ हो निचोर्नुहोस् आमा गजबले निचोरी छ त यार यो त के हो अप्ठ्यारोमा नपरौँ है झोल अलिक थोरै हुनेवाला रहेछ कि होइन यो निचोरेको देख्दा चाहिँ पक्कै त्यो के अरे ज्याकेट यो सेतो लुगाको दाग जान्छ होला दुःखै देखेर पनि नलडौँ है अब हाम्रो दाइलाई गाह्रो भइरहेछ यहाँ सहयोग गर्नुपर्ने है अब अझै यस्तोमा राखेर यस्तो राखेर अघि घाँस काटेको रहेछ अनि यो अझै यसरी निचोरौँ निचोर्नै मिलाएर हो लाम्बा हामी कागती पनि चढ्दैछौँ हेर्नुहोस् यहाँ यस्तो अवस्था हुने गरी अनि यहाँ आगो पनि निभाइसक्यो है भकभक्यो निसक्यो यसरी बोक्नुपर्छ यो कान किन राखेको भनेको यसरी छिराएर यो करे बनाउनेहरूले यस्तो गर्नलाई राखिदिएको अरे क्या यसरी बोक्नुलाई राखेको यसरी राख्ने हो अनि यसरी निकाल्ने हो अनि त्यो अर्को चाहिँ फेरि सेफ्टी हो यो खोस्टा चाहिँ होइन फेरि सेफ्टी हो हामीलाई पन्जा त्यस्ता नाथे पन्जा हामीलाई चाहिन्छ बजारको पन्जा हामीलाई चाहिँदैन अनि यसरी हाल्नु भनेको छ अघि युट्युबमा के भन्यो हो तपाईँलाई सोडा र सोडा भन्दै थिएँ के सोडा अब हो यसलाई चाहिँ यसरी घोल्ने अरे कस्तो हुँदो रहेछ दाइ अब ओहो कलर पनि आयो यो त खानु पनि लाइकको छ त यार निम्बु पानी रेडी भयो जस्तो छ है ठुलो कुरा गर्ने यो त निकै माओवादीको क्या बन्दुकै चाहिँ फेरि कसको भन्नु होला फेरि अनिल सामा लिम्बूको घरको चाकु किचनमा यस्तै चलाउँदो रहेछन् होइन अनिल सामा लिम्बूले पालाम गएर अब छिट्टै योभन्दा गतिलै चाकु किन्छ भन्नेमा म विश्वस्त छु
फाइनली आज हुन्छ होइन त हुनु पर्यो नि त्यत्रो दुःख गरेर बनाएको कान्छी औ कान्छी त्यो जिन्सको तिम्रो पनि ल्याऊ ल्याउ त लु यस्तो भएको छ है यो राम्रो देखाउनु त तारमा झुन्डाको बर्बाद चुलाका जिन्सको प्यान्ट तल सुकाएको लुगा बिग्रेको थाहै छैन होला होइन कसरी ट्राई गरौँ त ओम नमः शिवाय गाह्रो विषय त आउँछ त यार यस्तो अनि हल्लिँदैन त यता गयो भयो ल यो दुःख यो मिहिनेत भने जस्तो भयो त यो दौड धोप जाँदैन ल सागन लाउनु पर्यो अलिअलि लाउनु पर्यो म सागन दिन्छु है त भोटै त निकै राम्रो छ त हो हल्लिँदैन र पो त त्यहाँ भयो क्या केही देख्यो त खै नाम टलक टल्क्यो मैले चाहिँ केही देखेको छुइनँ तपाईँले घोट्दै हुनुहुन्छ हेर्नै मिलाएर खै त देखाउनु त के भयो आमा अझै जान्छ त यो म त अझै जान्छ जस्तो लागेन चेन्ज हानिदेऊ त्यसलाई अब त्यो वाइफाईको तारहरू हुन्छ नि त्यो चाहिँ दामी हुन्छ ब्रस पनि फेरि ब्रस नै छ नि त काम दिएन के निस्केको होला है खै यो के हो यो बरु ब्लडहरू चाहिँ जाँदो रहेछ क्या ब्लड त जान्छ अस्ति जुकाले खाँदाखेरि भएको गयो एक्सक्युज मी भैँसी म गोपाल भन्दै फकाउँदै भन्दैन कतै गइहाल्छ कि अरे अलिअलि जाला गऱ्यो जिन्समा चाहिँ कडा बस्दो रहेछ कि लास्टमा कागती पानीले पनि के नापेन दाइ अनि यो के अरे तारपिनले नि नापेन यो चिप्लो न चिप्लो भयो लास्टमा यो अलिकति
एसिड फ्रेस एसिड चाहिँ हेर्न हल्का है पुरानो हल्का ड्यामेज टाइपको यसले चाहिँ सेतो कपडाको दागहरू निकै हटाउँदो रहेछ तर अब पछि यसको रिजल्ट पछिको चाहिँ के हुन्छ थाहा भएन होइन अहिलेको लागि चाहिँ हटाउँदो अहिलेको रहेछ लागि चाहिँ हामी यसरी लाएर यसमा हल्का साबुन हालेर अनि टक्क यसरी माझेपछि चाहिँ कसरी नहोला त खियाहरू हल्का गएको अनुभव भइरहेछ हल्का होइन धेरै गइसक्यो तर बास्ना कस्तो भन्छ यसको सकिन्न बिस्तारै हेरौँ ल है त हेर्दै गर्नु होला हाम्रो युट्युब च्यानल पनि तपाईँहरूले नयाँ नयाँ खालको आइटमहरूको के अरे ट्रेनिङ पनि हामी यहीँबाट दिलाउन सक्छौँ कसरी आगो बाल्ने कसरी आगो बाल्ने लुगामा कसरी कसरी हटाउने जाँड कसरी छान्ने रक्सी कसरी पार्ने गाउँघरमा के हुने भन्ने कुराहरू सबै